नमस्ते। आज हामी नेपाली क्रिकेटका 5 ऐतिहासिक खेलहरूबारे अलिकति गहिरिएर कुरा गर्दैछौं। नमस्ते। एउटा स्रोतले नेपालको क्रिकेट यात्रामा सबैभन्दा बढी प्रभाव पारेका खेलहरूलाई 5 देखि 1 सम्म क्रमबद्ध गरेको रहेछ। आज तिनै खेलहरूको महत्व खोतल्ने प्रयास गरौँ है त। यी केवल जित हारका अङ्क मात्रै त पक्कै होइनन्। यी त भनौँ न ती क्षण हुन् जसले नेपाली क्रिकेटको कथा नै बदले, दिशा नै अर्कैतिर मोडे। हो त। त्यसो भए सुरु गरौँ नम्बर 5 बाट। नेपाल विरुद्ध नामिबिया 14 फेब्रुअरी 2023 कीर्तिपुरको त्रिवी मैदानमा भएको खेल। त्यो त हालसालैको कुरा भयो। हो, यही खेलबाट 2023 विश्वकप छनौटमा नेपालको त्यो अविश्वसनीय पुनरागमन यात्रा सुरु भएको थियो, जुन पछि गएर एक दिवसीय ओडीआई मान्यता पुनः प्राप्त गर्न एकदमै महत्वपूर्ण बन्यो। त्यो दिनको माहौल, त्यो दर्शकको भिड अनि जित साँच्चै यादगार थियो एकदम। त्यो जितको मनोवैज्ञानिक असर निकै ठूलो थियो के। लगातार हारिराखेको टिमलाई त्यसले एउटा छुट्टै ऊर्जा दियो। अनि त्यो ओडीआई मान्यता फर्काउनु भनेको त आईसीसीबाट फेरि बढी आर्थिक सहयोग पाउनु, धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर, खेलाडीका लागि राम्रो संरचना, हैन? त्यो रणनीतिक रूपमा एकदमै आवश्यक थियो। हो त। अनि त्यो कीर्तिपुरको माहौलले पनि पक्कै खेलाडीको हौसला वात्तै बढाएको थियो होला। निश्चित रूपमा। घरेलु मैदानको फाइदा भन्छ नि। अब लागौं नम्बर 4 तिर। नेपाल विरुद्ध नेदरल्यान्ड्स 4 जुन 2000। अलिकति पछाडि फर्कौं न नम्बर 3 मा। नेपाल विरुद्ध हङकङ मार्च 2014 बङ्गलादेशमा भएको खेल। त्यो त साँच्चै ऐतिहासिक क्षण थियो। हो नि। यही खेलले नेपाललाई पहिलो पटक आईसीसी टी20 विश्वकप 2014 मा पुर्याएको थियो। त्यो बेलाको खुशी, एउटा एसोसिएट राष्ट्रले विश्वकप खेल्नु भनेको त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको एउटा छुट्टै पहिचान मात्र बनाएन, देशभित्रै क्रिकेट प्रतिको आकर्षण वात्तै बढायो के। हो त। यसले नयाँ पुस्तालाई एकदमै प्रेरित गर्यो। ठाउँ ठाउँमा क्रिकेट एकाडेमीहरू खुल्न थाले। तर खै त्यो योग्यताले तल्लो तहको विकासमा कति दिगो संरचना बनाउन सक्यो, त्यो भने सधैँ विचार गर्नुपर्ने कुरा रहन्छ। त्यो जितपछिको खुशी, त्यो भावना त शब्दमा बयान गर्नै गाह्रो छ। अब जाउँ नम्बर 2 मा। नेपाल विरुद्ध यूएई 1 मे 2023 फेरि कीर्तिपुर मैदानमै भएको एसीसी प्रिमियर कपको फाइनल। फेरि कीर्तिपुर। हो। अनि यो जितले नेपाललाई पहिलो पटक एसिया कप 2023 मा पुर्यायो। यहाँ बुझ्नुपर्ने कुरा के छ भने एसिया कपमा पुग्नु मात्र ठूलो कुरा भएन। त्यहाँ भारत र पाकिस्तान जस्ता विश्वकै दिग्गज टोलीसँग खेल्न पाउनु, त्यो भनेको हाम्रा खेलाडीले विश्वकै उत्कृष्ट बोलिङ आक्रमण, त्यो खेलको दबाव प्रत्यक्ष अनुभव गर्नु थियो के। त्यो अनुभवले उनीहरूको खेल र मानसिकतालाई सधैँका लागि परिष्कृत गर्छ। त्यो पैसा तिरेर पनि पाइँदैन नि यस्तो अनुभव। एकदमै। कीर्तिपुर मैदान फेरि भाग्यमानी साबित भयो भनौँ न। हो त। र अन्तमा हाम्रो स्रोत अनुसार नम्बर 1 मा छ नेपाल विरुद्ध क्यानाडा 30 मार्च 2023 नामिबियाको विन्डहोकमा भएको आईसीसी विश्वकप छनौट प्लेअफ खेल। यो जितले नेपालको ओडीआई मान्यता 2027 सम्म सुरक्षित गर्यो। हो, यो नम्बर 1 मा हुनुको खास कारण छ जस्तो लाग्छ मलाई। यो केवल एउटा खेलको जित थिएन, यो त लगभग असम्भव जस्तो देखिने लक्ष्यको प्राप्ति थियो। साँच्चै नै। अन्तिम 12 मध्ये 11 खेल जित्दै ओडीआई मान्यता जोगाउनु भनेको त्यो चान्सुने कुरा थिएन। यसले टिमको त्यो अदम्य साहस, त्यो एकता र दबावमा पनि कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने क्षमता देखायो। यो जितले नेपाली क्रिकेटलाई एउटा दीर्घकालीन स्थिरता दियो, जुन एकदमै आवश्यक थियो। साँच्चै त्यो यात्रा त अविश्वसनीय थियो। त्यसो भए आज हामीले नेपालका केही सर्वाधिक महत्वपूर्ण क्रिकेट क्षणहरूलाई फेरि सम्झियौं। टी20 विश्वकप र प्लेअफमा छनौट, पहिलो एसिया कप सहभागिता, अनि त्यो निकै महत्वपूर्ण ओडीआई मान्यताको रक्षा। यी साँच्चै नेपाली क्रिकेटका लागि निर्णायक मोड थिए। निश्चय पनि। यी खेलहरूले नेपाली क्रिकेटले कति प्रगति गर्यो भन्ने प्रश्न पार्छन्। तर यसले एउटा गहिरो प्रश्न पनि उब्जाउँछ के। कस्तो प्रश्न? यति सीमित स्रोत साधन अनि पूर्वाधारका अनेकौं चुनौतीका बावजुद नेपाली क्रिकेटमा देखिने यो अटुट लचिलोपन, यो सफलता, यसको वास्तविक रहस्य के होला?
सायद यो खेलाडीहरूको त्यो दृढ सङ्कल्प अनि समर्थकहरूको त्यो अपार माया र विश्वासको परिणाम हो कि यो सोच्न बाध्य बनाउँछ। हो, यो साँच्चै विचारणीय प्रश्न हो।